गाइजहरू नमस्कार सेवारो नमस्ते सबैजनालाई। आज सानो दृश्य तपाईहरुको सामु ल्याइसकेको छु। हेर्नुहोस् है कस्तो लाग्छ। मन पर्यो भने सुन्दर दृश्यलाई मुनिबाट कमेन्ट गरिदिनु होला। यो मकैबारी हेर्नुहोस् त, 12 मास फल्ने मकैबारी हो यो चाहिँ। यो सुन्दर दृश्य हेरेर तपाईलाई पनि कता कता घुम्नु डुलुङ जस्तो लागेको होला। पक्कै पनि हराभरा तपाईहरुको मन कता कता भइसकेको होला। हेर्नुहोस् त कस्तो सुन्दर ठाउँ छ है। जति हेर्यो हेरिराख्नु जस्तो छ। हेर्नुहोस् त मलाई पनि कता कता मेरो मन हैन कहिलेकाहीँ चाहिँ यो कहाँ पुगेर उडाट लाग्दो जिन्दगी हैन। कहिलेकाहीँ चाहिँ त्यो विरक्त लागेको हुन्छ नि। तर यस्तो सुन्दर शान्त ठाउँमा गएर बस्यो भने चाहिँ आनन्द हुन्छ के। संसारकै आनन्द के हो कि हैन भन्नुस् त। तपाईहरु कहिलेकाहीँ कता हैन उ भयो भने चाहिँ तपाईहरु पनि गएर बस्नुहुन्छ होला। यस्तो सुन्दर ठाउँमा जस्तो लाग्छ हेर्नुस् हैन। अनि यहाँका मानिसहरु चाहिँ टाउकोमा राखेर भारीहरु बोक्ने असार पसार। अनि यो ठाउँ पनि तपाईहरुले चाहिँ यहाँको मान्छेहरु हेरेर तपाईहरुले पत्ता लगाउनु पर्ने हुन्छ। मुनिबाट कमेन्ट गर्नुपर्ने हुन्छ कुन देश हो कुन ठाउँ हो भनेर। फेरि सप्तरी सिरा भनेर मुनिबाट कमेन्ट चाहिँ नगर्दिनु होला। यो सप्तरी सिरा चाहिँ हुँदै हैन है गाइजहरु। हेर्नुस् त एकै ठाउँको मात्रै देखायो भने तपाईहरुले वाक्क चाहिँ नमान्नु होला है। यही छ हेरौँ लाग्दो सुन्दर दृश्य यहाँको। कति जनाले मन पर्यो तपाईहरुलाई मुनिबाट कमेन्ट गर्न सक्नुहुन्छ है। मन पर्ने जतिलाई चाहिँ। मलाई चाहिँ असाध्यै धेरै मन परेर यो भिडियो गरेर आज चाहिँ सबैजना साथीहरुलाई चाहिँ देखाउनु पर्यो भनेर चाहिँ तपाईहरुलाई मैले देखाउन गइराखेको छु। र यो कुनै पनि नेपाल चाहिँ हैन है साथीहरु है। यो चाहिँ आउट कन्ट्री हो। तर कुन देश भनेर तपाईहरुलाई म अलिकति हिन्ट्स दिन्छु। आज चाहिँ यो युगान्डाको छेउतिर पर्छ। युगान्डा भनेको चाहिँ भूभाग्य रेखा देश हो हैन। अनि यो देश चाहिँ साउथतिर पर्छ है साथीहरु। त्यसकारणले गर्दा चाहिँ आज तपाईहरुलाई यहाँको मान्छेहरु हेरेर यहाँको ठाउँ हेरेर तपाईहरुले चाहिँ कमेन्ट गर्नुपर्ने हुन्छ। र भिडियो गर्नु खासै यहाँ एलाउड पनि छैन साथीहरु। यो चाहिँ मैले मिलाएर तपाईहरुलाई देखाउन गइराखेको छु है साथीहरु गाइजहरु। अनि तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब गर्दै गर्नु। अनि मुनिबाट पनि कमेन्ट गर्नुहोस् नेक्स्ट भिडियो चाहियो भनेर तपाईहरुलाई। अनि यस्तै भिडियोहरु ल्याएर तपाईहरुको सामु आइपुग्ने छु म। फेरि पनि भेट्ने बाचा गर्दै आजलाई चाहिँ यही छुट्ने तपाईहरु सँगै बिदा माग्दै आजलाई त हस्त बाइ बाइ।